मर्निङ आज चाहिँ फ्राइडेको दिन विकेन्ड अनि बिहान बिहान उठेर सुरुमा चाहिँ मेरो सुकिरहेको फुलहरूलाई चाहिँ पानी हालेँ है। यो फुलहरूलाई चाहिँ अब इन्डोर प्लान्टलाई चाहिँ एकदमै लुक आफ्टर गर्न एकदमै गाह्रो छ क्या, सजिलो चाहिँ छैन है। अनि जे भए पनि यसलाई समरमा त यसो 2 हप्तामा एकपल्ट जस्तो पानी हाल्दा हुन्छ, विन्टरमा त झन् अझै 1 महिनामा अलिअलि पानी हाल्दा हुन्छ क्या। अनि मलाई चाहिँ एकदमै रहर लाग्छ नि त यो प्लान्ट, के अरे इन्डोर प्लान्ट पनि यसो ग्रिनरी भनौँ न, आउटडोर इन्डोर प्लान्टहरू यसो आफूले के भन्छ प्लान्ट गर्न मनपर्छ। तर इट्स नट इजी टु लुक आफ्टर, तर पनि म ट्राई चाहिँ गर्छु है, ट्राई माई बेस्ट टु किप इट क्लिन है। स्पेसली यो इन्डोर प्लान्टहरू चाहिँ हेर्दा राम्रो देखिने कि, तर अलिकति बुसुनाहरू आइदिन्छ होइन, माकुराहरूको जालहरू आइदिन्छ, त्यो टाइममा त्यो सफा चाहिँ राख्नुपर्छ। अनि अब जम्मल मेरो कन्जर्भेटिभमा पहिला जस्तो चाहिँ छैन है, मेरो पहिला चाहिँ निकै थियो मेरो इन्डोर प्लान्टहरू। तर अब यो इन्डोर प्लान्टलाई चाहिँ फेरि समरमा यो मेरो कन्जर्भेटिभमा राख्न मिले पनि अब विन्टरमा कहाँ राख्नु हुन्छ क्या। अनि त्यो भएर मैले अलिकति अहिले त्यो छटाइदिएर अलिकति एकदमै लिमिटेड छ मेरो चाहिँ। यो चाहिँ मेरो छोरीको पेन्टिङ, ऊ चाहिँ एकदमै पेन्टिङ गर्न मन पराउँछ। यो कसको हो पनि, यो पनि एकदम फेमस आर्ट रहेछ है, कसको थाहा छैन। तर आजको लागि चाहिँ खाजा हामी बनाउँदैछौँ नेपाली स्टाइलको चाउमिन। पानी उम्ल्यो। यो चाउमिन चाहिँ पकाउनु एकदम सजिलो क्या, धेरै अर्को पास्ता जस्तो लामो पकाउनु पर्दैन, एकदम थोरै समयमा पाक्छ नि त, मिठो पनि हुन्छ है नेपालको चाहिँ। आज चाहिँ अब होइन बिफोर वी हेडिङ आउट यसो चाउमिन खुवायो नेपाली स्टाइलको। केही लाउँदिनँ म चाहिँ, जस्ट सोया सस अनि त्यहाँदेखि नुन हाल्यो, प्याज, बेसार, त्यति, द्याट्स इट। अनि सब्जी चाहिँ यही लेटेस्ट सब्जीलाई नै क्या लास्टमा पाकिसकेपछि चाहिँ यसो हालेर यसो 1 मिनट जस्तो चलाइदिने, अनि चट्ट गरेर रेडी भइहाल्छ। यो चाउमिन चाहिँ मेरो छोरीले मन पराउँछ क्या, अरूभन्दा पनि यसको टेस्टै पुरा अलिक मिठो हुन्छ क्या। चाइनिज एग नुडल भन्छ होला हौ यसलाई। ल अब हाम्रो रानी महारानी काँची केटाकेटी छ क्या, खेल्दैछ है। Alright, that's it. आजको मोटो द ओन्ली वान हु क्यान हेल्प यु इज यु। ठिकै हो त्यो पनि।